नेपाल फुटबल सरकार आदरणीय माछाज्यू देवालय यहाँ लिएर आउँदै हुनुहुन्छ र यो सुरुवात गर्नेछ यहाँ दोस्रो सेटमा अङ्कबाट सुरुवात गर्नेछ यो टोलीले सारा पदाधिकारीहरू सारा आजका गेस्टहरू उनीतर्फ नै छन् खेलभन्दा बाहिर एउटा छुट्टै प्रकारको माहौल चलिरहेको छ सोरेन समरी छेत्रीको आर्मी सपोर्टर हुनुहुने शिवको पनि आर्मी सपोर्टर रहेछन् थाहा भयो नयाँ पनि शरण हरिहजुर थापाको सर्भिस माछर अङ्कतिर आकाशन खाता खोलेको छ यहाँ रुकुम पश्चिमले पनि अब रुकुम पश्चिमलाई के सल्लाह दिन चाहनुहुन्छ प्रणालीका यो अवस्थामा रुकुम पश्चिमको चाहिँ आज हुन त बहुत टिमको सर्भिस एकदम विक देखिरहेको छु मैले अब नेट मान्ने आउँछ भने जस्तो भइरहेछ अट्याकिङको चाहिँ बहुत टिमको एकदमै राम्रो छ होइन अरू त सबै जस राम्रै छ जस्तो लाग्छ मलाई देखिरहेको छु उहाँहरूको स्पाइकिङ अट्याकिङहरू अलि ब्लक भइरहेको छ र त्यसमा सेटिङ पनि हो आर्मीको हामी हेर्ने हो भने 3 जना पाकिस्तानी खेलाडीलाई छाट्ने हो भने अन्य खेलाडीले पनि योगदान दिनु जरुरी छ रुकुम पश्चिमका होइन त भूपेश यो प्रेसर भने लिनु हुँदैन अरू खेलाडीहरूले 2 जना 3 जना खेलाडी छन् कुनै टिममा भनेपछि सबै खेल उनीहरूकै पक्षमा पार्नु हुँदैन उनीहरूकै भरोसामा बस्नु हुँदैन आवश्यक छ साथ दिन यहाँ मजर अलीले गर्नेछ गल्ती गर्न पुगे प्रेम बहादुर रिसिभ गर्न चाहन्थे उनी मजर अली कन्टिन्यू गर्नेछन् यो सर्भिसलाई सेटमा यहाँ अवसर हुनेछ दोस्रो सेटमा यति राम्रो मिलेको थिएन त्यसपछि क्विकको लागि गए पुष्कर सिन्धामी तारिफ गरिरहेका छौँ उनलाई तारिफ गरिरहँदा त्यहाँ रविन चन्द ठकुरीको आज प्लिज कम ब्याक भनेर रविनलाई सन्देश दिइरहेका छन् फ्यानहरूले मिस गरिरहेका छन् अर्का उत्कृष्ट खेलाडी नेपालका थिए रविन चन्द अहिले अस्ट्रेलियामा छन् नेपाल पुलिस क्लबका स्पाइकर रविन चन्द अहिले अस्ट्रेलियामा छन् नेपाल पुलिस क्लबका स्पाइकर जानेछ त्यसपछि डिपीबाट आएका छन् अब यो टिमका लागि म तयार छु भन्दैछन् उनी ब्लकको प्रयास थियो कुनु भन्दैछन् उनी ब्लकको प्रयास थियो कुनै तुक लाग्न सकेन उनको त्यो पावरफुल प्याकसँग सर्भिसमा दुर्गा मुस्तफा आत्मसमर्पण गरे दुर्गाले यहाँहरू के गर्न सक्थेन यो बलमा चाहिँ उहाँ अलि हाइटेड हुनुहुन्छ नि त यस्तो बलहरू प्रायः यस्तो आउट टाइपको हुने हुन्छ उहाँ झन् हाइटेड मान्छे त्यही भएर पनि अलिक बस्नु पनि खोजिराख्नु हतारमा भइहाल्यो त्यो सबै तर टिपी उनी हतार गर्दैनन् हरिहजुरजीको त्यो जुन सेटअप थियो त्यो एकदम सर्ट बल के क्विक माथिको सर्ट बल हुन्छ नि त्यो त्यसले गर्दाखेरि पनि उता ब्लकर अलिक झुकिन पुग्नु भयो यहाँ झुकिने छैनन् अहमद मुस्ताफा यसरी अडिक भएर बसिरहेका छन् यो टिमको स्कोरको लागि कुनै समयमा नआएको स्कोर अब ल्याउँछु भन्दैछन् यो सेटमा भने रुकुम पश्चिम सुरुवाती सेटबाट नै अग्रता लिइसकेको छ अवशेष कन्टिन्यू के गर्नेछन् यहाँ अर्जुन नेपालीले मुडा टेकाइदिनेछन् यहाँ एकदमै राम्रो त्यो बलमा ठ्याक्कै पुग्न सफल यो डिक्विक एकदमै राम्रो थियो त्यो उताको साइड त्यो मिडल ब्लकर पनि आउनु भ्याउनु भएको छैन यो स्पाइकिङको लागि त्यहाँबाट सिङ्गल ब्लकिङ हुनुहुन्थ्यो त्यहाँ राम्रो ब्लक यहाँ जानेछ सुनिल यो पटक
तारिफ गरिरहेको छु, बारम्बार गरिरहेको छु मैले यहाँ। नेट चल्दैन यो जम्प बीतिर नेट पनि चल्दैन गल्ती हो खास चल्दैन रुकुम पश्चिमबाट। उहाँहरू झुकिनु पुग्नु भएको छ। अब माई बल कलिङ भन्ने नभएपछि प्रायः यस्तै हुन्छ। अहमद मुस्ताफा पुरै अङ्क दिलाउँदै यहाँ यो पटक त्रिभुवन आर्मी क्लब लागिरहेको थियो। यो स्कोर जाँदैन, त्यति तयार थिएन। डिफेन्स लाइन अगाडिबाट नै चेक आउट भइहाल्छ भन्ने लागेको थियो। अहमद मुस्ताफाले गर्ने सर्भिस नम्बर भएको छ है। जब सुनिल बारम्बार सफलता दिइरहेका छन्, टिम सुनिललाई नै प्रयोग गर्नेछ त्रिभुवन आर्मीले। सुनिलका लागि मात्र प्रयोग गर्नेछ त्रिभुवन आर्मीले। सुनिलका लागि मात्र प्रयोग गर्नेछ हरियो थापा। पटक दिइरहेका छन्, जस्तो बल चाहनुहुन्छ त्यस्तै बल म दिन्छु भनेर दिइरहेका छन्। सुनिलको लागि गएको छ यो बल पनि पुनः पनि। चान्स हुन सक्छ र दुर्गा बहादुर खड्का यो पटक कति सुनिलले मात्रै काम गर्छन्, म पनि छु भनिरहेका छन् उनी। टिममा एक पछि अर्कोलाई साथ दिइरहेका छन् हरि हजुरले। अहिले त्यही अनुसारको सेटअप मिलाइदिएका थिए। अहिलेको क्रेडिट चाहिँ सेटरलाई नै भन्छु म। त्यो बल जुन त्यो मिडल लाइनबाट उहाँले सेटिङ गरिदिनु भएको छ होइन, त्यही पनि ठ्याक्क उहाँलाई चाहिने हाइटकै। यो पटक माझर अलीलाई पनि रोकिदिएको छ। सुनिल आउनेछन्, पुनः कन्टिन्यू गर्नेछन्। यहाँ सुनिल आजको खेलमा त्रिभुवन आर्मी क्लबले स्याबास भन्नेछ उनलाई। क्रेडिट जान्छ अर्जुनलाई। 6-7 का खेलाडीले जसरी झुकेर त्यो बललाई डिफेन्ड गरिदिएका थिए। आर्मी सपोर्टरहरूको त्यो डान्स छ, नन स्टप चल्नेछ। अर्जुन नेपाली टेक्निकल कुराहरूमा लिएर आइरहेका छन्, जुन पावर गेम भन्छौँ हामी त्रिभुवन आर्मी क्लबको। यहाँ रुकुम पश्चिमले पनि अहमद मुस्ताफा, माझर अली त्यही अनुसारको खेलिरहेका छन्। दर्शकहरू आजको खेलको लागि त हिँड्ने ठाउँ छैन। यहाँ सुरुवात कस्तो हुनेछ, माझर अली गर्नेछन् कस्तो सुरुवात र अङ्कबाट सुरुवात गर्नेछन्। तेस्रो सेटको रुकुम पश्चिम यही सुरुवातको आवश्यक थियो यो टोलीलाई, यही सुरुवातको अपेक्षा गरिरहेको थियो टोलीले र माझर अलीले दिएका छन् सफलता, सुरुवाती सफलता यो टिमलाई अङ्क दिलाएका छन्। वालिद आउनेछन् सर्भिसमा, राम्रो रहन गएन। त्यसपछि चान्स हुनेछ यहाँ पनि। माझर र दिएका छन् अङ्क पुनः पनि। यदि अहमद मुस्ताफा चलिरहेको समयमा, माझर अली नचलेको समयमा टिमलाई के अप्ठ्यारो परिरहेको थियो, तर अब अहमद मुस्ताफा चलिरहेका छन्, राम्रो लागिरहेको छ उनको बल, त्यसमै साथ दिइरहेका छन् माझर अलीले। वालिदको सर्भिस हुनेछ यहाँ। दुर्गा बहादुर खड्का यो पटक क्विक रियाक्सन उनीबाट। एकदमै राम्रो पावरफुल प्रहार थियो उहाँको। सायद त्यो पावरले नै गर्दाखेरि त्यो ब्लकले भ्याउनु भएन, त्यो स्पाइकिङ। सेट पोइन्टमा राखेका छन् आफ्नो टिमलाई उनले। यसपटक पनि रोकेका छन् शरणले त्यो सेट पोइन्ट। 9 अङ्कको अग्रता छ यहाँ। रुकुम पश्चिमलाई समर्थकहरू जुर्मराउन थालेका छन् बल्ल बल्ल यो कबड हलमा। कसले फिनिस गर्नेछन् यो सेट पोइन्टमा?
मुस्तफा होइन यहाँ तपाईँ डायमन्ड खड्काको नाम सुन्नुहुनेछ अहिले लागिरहेको थियो होला मुस्तफा छन् तर होइनन् रुकुम पश्चिमसँग उनीहरूका डायमन्ड पनि छन् यानि हिरा 25-15 प्रभावशाली जित डोमिनेट गरेको छ आर्मीलाई यसै कति आनन्द कति के होला त्यो खेल सेमिफाइनल यही र त्यही गर्छन् आफ्नो ड्युटी पुरा गर्छन् आर्मी एक्जाम जितेको छ हिरालाई मिस भएको छ आज उनको CBC प्रहारहरू एक्जाम जितेको छ विकासको सर्भिसलाई मिस भएको छ आज उनको प्रहारहरू विकासको सर्भिस चाहिँ यहाँ खराब रिसिभ रह्यो शरणबाट तर पनि सुनिल अवसरको फाइदा उठाउन पनि असफल आर्मी अहमद मुस्तफा खान प्रलय हो यो त ज्वालामुखी विस्फोट भएको छ आज कवडलमा र त्यो ज्वालामुखीको नाम हो अहमद मुस्तफा खान अहमद मुस्तफा खान पाकिस्तानका राष्ट्रिय खेलाडी अन्तर्राष्ट्रिय खेलाडी विकास गिरी आउनेछन् सर्भिसमा यहाँ यो पटक त्यति राम्रो थिएन तर कन्भर्ट गर्न जानेका छन् दिदी भट्टले तरफ त्यो नर्भसनेस आउनेछ पक्कै आउनेछ किनकि अहमद मुस्तफा आइसकेका छन् अगाडि त्यसकारण त्यति सहज त हुने थिएन छैनन् उनले नम्बर भएको छ 22 भएको छ आर्मी म त एकदम 22 सक्नै भएको छ भइरहेको छ यहाँनिर होइन 22 बक्स त्यत्तिकै भएको छ फ्रिज त्यत्तिकै भइरहेको छु अहिलेको पनि अट्याकिङ हामी देख्न सक्छौँ कति राम्रो थियो विकास गिरीले मिस गर्नु हुँदैन यहाँ सर्भिसलाई सहज दिलाउनु पर्ने विकास गिरीले मिस गर्नु हुँदैन यहाँ सर्भिसलाई सहज दिलाउनु पर्नेछ यहाँ यति टाइट गरेनन् यहाँ यो पटक सेट पोइन्टमा आएको छ चौथो सेटमा निकै नै रोचक अवस्थामा यो खेल अब त्रिभुवन आर्मी क्लबले आफ्नो फिराउनु नि आजको म्याचमा अर्जुनको त्यो क्विक स्पाइक पछि पुरा त्यो मोमेन्टम सिफ्ट हुन पुग्यो अर्जुन यो के गर्न पुग्यो उनले सिम्पल सर्भिस बाहिर पठाइदिए के अर्को नयाँ ट्विस्ट आउँदैछ यस खेलमा डु अर डाई सिचुएसनमा त्यो गल्ती वलिद खान अब पनि हेर्न सक्छु त्यो फम्बल भइसकेको छ कटाउनु पर्नेछ चान्स बल बराबरीको लागि अहमद मुस्तफा खान इक्वलाइजर वेस्ट कारण बनिरहेका छौँ हामी के गर्न पुग्यो अर्जुनले त्यो र त्यसपछिको त्यो रिसिभ पनि बिग्रियो जितिसकेको सेट आर्मीले जितिसकेको सेट गुमाउन खोज्दैछ नम्बर भएको छ 24 बराबर है अहमद मुस्ताफा जब अगाडि आएका छन् उनी अङ्क दिलाएका छन् टिमका लागि यति सहज गर्नु पर्थ्यो त्यति हतार थिएन के यो बल बच्छ बचाउनु पर्नेछ बचाएका पनि छन् ओ विसेल छ आर्मीलाई अङ्क बाहिरबाट आयो त्यो बल एन्टिना बाहिरबाट आएको थियो त्यो बल विकास गुरुङ आफै झुक्नु परेको थियो इन्टरनेसनल रेफ्री सेट पोइन्टमा रहेछ त्रिभुवन आर्मी के पाँचौं सेटमा लम्बिँदैछ यो खेल हरिहजुर थापा लामो श्वास गहिरो श्वास मुस्तफा वलिद खान अहमद मुस्तफाको ब्लक त्रिभुवन आर्मीको फर्किएको छ म्याग्निफिसेन्ट कमब्याक डिपार्टमेन्टल टिमको शान दुवै जना दुई सेट भएको छ अब फाइनल हुन्छ है उत्कृष्ट ब्लक monstrous dead block दुर्गा बहादुर 26-24 मा यो सेट आफ्नो पक्षमा पारेको छ आर्मीले र दर्शकवृन्द क्लाइम्याक्स तर्फ हामी लगिसकेका छौँ यो स्क्रिप्ट ऐतिहासिक उत्कृष्ट ब्लकबस्टर सुपरहिट वाउ अब आइसकेको छ खेल अब भने थाहा हुँदैन कुन टिमले जित्नेछ कुन टिमले कुन गल्ती गर्नेछ त्यही टिमले जानेछ यो म्याच यो टिमले नै जित्छ भन्ने छैन अवस्था यहाँ चौथो सेटसम्म
यो अवस्थामा त्रिभुवन आर्मी क्लबले आफ्नो उल्टोमा पारेको छ सेट। सायद माझर अलीको त्यो दुईवटा जुन पोइन्ट रहेको थियो ब्याक टु ब्याक आउट जुन प्रहार गर्न पुगेका थिए बनामीका, सायद यदि त्यो हुँदैन थियो भने त्यो सेट अझै उत्कृष्ट बन्न सक्थ्यो रुकुम पश्चिमको लागि। त्यो दुईवटा मिस माझर अलीले जुन बाहिर प्रहार गर्न पुगे कतिको इम्पोर्टेन्ट रह्यो? एकदमै इम्पोर्टेन्ट रोल थियो त्यो बलको होइन। सायद त्यो बल किलिङ भएको भए, स्कोर ल्याएको भए यो सेट पनि रुकुम पश्चिमले होइन हात पार्न सफल भइसक्नुहुन्थ्यो। त्यो बल आउट हुनुको आउट दुइटै बल थियो होइन, कन्टिन्युसली दुईटा बल आउट। त्यस पछाडि यताउति भएर अब गेममा त्यस्तो भइहाल्छ नि अन्तिममा। अब भने कुन टिमले कम मिस्टेक गर्नेछ, जुन टिमले कम मिस्टेक गर्नेछ त्यो टिमको पक्षमा हुनेछ यो सेट। र फाइनलमा पर्खिरहेको छ टिपटप हेल्प नेपाल टोलीका लागि। वालिदले गर्नेछ सर्भिस, सुरुवात हुनेछ यो खेल। सुरुवातबाट अट्याक गर्न चाहन्छन् दुर्गा बहादुर खड्का, सफल पनि हुनेछन् उनी। पहिलो अङ्कबाटै अट्याक गर्ने अवस्थामा छन् उनी। त्रिभुवन आर्मी क्लब 5औं सेटमा एकदमै बलियो टोली हो यो। तर यहाँ के गर्नेछ, बुढा टेकाइदिनेछन् यहाँ माझर अलीले। जे गर्नेछ हामी गर्दैछौँ भनिरहेका छन् यहाँ। सुरुवाती सेटबाट बराबरीको अवस्थामा गइरहेको छ। 5औं सेट पनि निकै रोचक हुने अनुमान गर्न सक्छौँ हामी। बचेको छ बल यहाँ, अवसर हुनेछ अहमद। पुनः पनि आर्मीलाई चान्स यहाँ, बुढा टेक्निसियन लिब्रो। What a shot! शरण सामरी छेत्री त्यतिकै 20 जान्छ टिभीलाई पनि। त्यो ब्याकवर्डमा जसरी मुस्तफाको शट रोकेका थिए उनले, शरण घातक प्रहार थियो त्यो। मुस्तफा यसपटक पनि जित बहादुरले रोकेका छन् उनलाई। उत्कृष्ट डिफेन्सिभ लिबरोबाट मुस्तफाको एकपटक ब्लकमा, तर यसपटक पनि म्यानेज गर्न सक्ने छैन आर्मी। त्यो एकदम पावरकै कारणले पनि उहाँहरूको त्यो ब्लकबाट कसैलाई पनि थाहा भएन कहाँ जाँदैछ त्यो बल भनेर। उसकरले गर्नेछन् सर्भिस यहाँ। यो पटक यो हो पावरफुल स्पाइक। यसलाई स्पाइक भन्न मात्र मिल्दैन, यो भुइँचालो हो, ज्वालामुखी प्रलय। शरण सामरी छेत्रीबाट दुईवटा स्पाइक नै आउट अफ द युनिभर्स आएका छन्। वालिद खान डल्ल पुग्यो अहिले। सहज दिइरहेको छ यहाँ। सर्भिसमा चुम मिलाउने छन् अहमद मुस्ताफाका लागि र अङ्क आउनेछ यहाँ। मिलाउने छन् अहमद मुस्ताफाका लागि र अङ्क आउनेछ यहाँ। बराबरी अवस्थामा पुनः पनि यो खेल 5औं सेटमा गइसकेको छ। दुवै टोलीले एकपछि अर्को गर्दै अङ्क लिइरहेका छन्। कसैलाई अग्रता लिने मौका दिइरहेका छैनन्। सेमी फाइनल खेल, यो आनन्द सेमी फाइनल खेलको। नम्बर भएको 3 बराबर भएको छ है दुवैजनाको। डायमन्ड खड्काको सर्भिस थियो यहाँ, जानेछ अर्जुनका लागि। बचेको छ यो पटक अहमद मुस्ताफाको लागि, जानेछ यो पटक। ब्लक भएको छ यो पटक। वाट अ ब्लक। अर्जुन नेपाली आफ्नो हाइटको फाइदा उठाइरहेका छन् उनी।